बिग रेकर्ड फर नेपाल क्रिकेट। आसिफ शेखले आज पिएम कपमा मधेस विरुद्ध 142 बोलमा 208 रनको पारी खेलेका छन्। लगभग यो नेपालको इतिहासमा दोहोरो शतक गर्ने पहिलो खेलाडी हुन् र एफएफबाट आसिफ शेख क्रिजमा थिए र उनले एकदमै राम्रो पर्फर्मेन्स दिए। एफएफले आज मधेस विरुद्ध 390 रनको टार्गेट 90 रन बनाएको छ र 391 रन मधेस प्रदेशले बनाउनु पर्नेछ जित निकाल्नको लागि। र आसिफ शेखलाई चाहिँ धेरै धेरै बधाई, एकदमै एप्रिसिएट गर्नुपर्छ। आसिफ नेपाल टिमको ओपनर ब्याट्सम्यान हुन् जहिले पनि, र अब आउँदो सिडब्ल्युसी लिग 2 मा पनि ओपनर नै हुनेछन् र उनलाई यो लय सिडब्ल्युसी लिग 2 मा पनि देख्न आशा गर्दछौँ हामी। र पक्कै पनि यो खालको प्रदर्शन हामीले देख्न पाउनेछौँ र एकदमै धेरै धेरै बधाई छ आसिफ शेखलाई चाहिँ।